राजा त्रिभुवनले पर्यटक भित्राउन बनाएको विमानस्थल हाम्रा नेताहरूले युवा बेच्ने थलो बनाइदिए। आज मास्टर्स पढेको केटो, टिउको गोल्ड मेडलिस्ट केटो खाडीमा गएर बेल्चा हान्न तयार छ। यो देशमा किन रोजगारी छैन त? पहिलो कुरा, राजाका पालामा भएका उद्योग कल कारखानाहरू हाम्रा नेताले बेचेर खाए। अहिलेका पोलिटिकल पार्टिजका लिडरहरू पनि स्वीकारिरहेछन्, हो हामीले बेचेको हो, आजका उद्योग कल कारखानाहरू बेचिए। अनि अर्को कुरा भनेको हाम्रो एजुकेसन सिस्टम हेरौँ त। आज हाम्रो एजुकेसन सिस्टमले कस्तो ह्युमन रिसोर्सेसहरू प्रड्युस गरिरहेछ त। हामी थ्योरिटिकल धेरै छौँ, प्र्याक्टिकल छैन। यदि आज कुनै पनि स्टुडेन्ट कुनै विश्वविद्यालयबाट पास आउट हुन्छ भने त्यसले मार्केटमा गएर काम गर्न सक्छ कि सक्दैन? इट मिन्स प्र्याक्टिकल एजुकेसन छैन। हामीसँग टेक्निकल एजुकेसन दिन सक्ने विश्वविद्यालयहरू छैनन्। अनि यसै गरेर अर्को रोजगारी किन सिर्जना भएन भने विश्वको इतिहास हेर्नुहोस्, जहाँ पनि